दर्शकबिन भर्खरै 25 करोड रुपियाँ बोकेको ट्रक काठमाडौँमा पक्राउ परेको छ। अनुमानित 25 करोड बराबर पैसा सहित काठमाडौँको पोखामा समातिएको ट्रक अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टिकुमा राखिएको छ। अहिले भने यो पैसा कसको हो भन्ने कुरा निकै बाहिर खुलिरहेको छ। 25 करोड भन्दा बढी रकम रहेको ट्रक सम्वादिता राजनीतिमा तरङ्ग छाइरहेको छ। काठमाडौँको चौरबाट अमेरिकी डलर सहित 25 करोड रुपियाँ बरामद भएको छ। काठमाडौँमा 25 करोड समातिएको ट्रक काठमाडौँबाट चीनको क्रुङ जाने तयारी रहेको ना 7 ख 1652 नम्बरको ट्रक अहिले नियन्त्रणमा लिएको छ। उक्त 25 करोड भन्दा बढी रकम रहेको ट्रक चालक कुसाङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का एकजनालाई पनि नियन्त्रणमा लिएको छ। अहिले 2 जना माथि प्रहरीले अनुसन्धान जारी गरेको छ। अब ओली सरकारले बोल्नु पर्यो, बुझ्नु पर्यो कि ओली सरकारकै हो त यो 25 करोड रुपियाँ बोकेको ट्रक। जनगुनासाहरू धेरै आइरहेका छन्। अब ओली सरकारले जे जसो भए पनि अब यो ट्रक कसको हो छानबिनमा ठुलो ध्यान दिनु पर्यो। आफ्ना कार्यकर्ताहरूलाई बचाउन नपर्यो। अहिले राज संस्था फर्काउनका लागि, राजतन्त्रलाई दण्डित बनाउनका लागि, राज संस्था नफर्कियोस् भन्नका लागि यो 25 करोड रुपियाँ बाँड्नका लागि हो भन्ने जनगुनासाहरू धेरै आइरहेका छन्। अब ओली सरकारले यो पैसा कसको हो सबै ओली सरकारले बुझ्न जरुरी देखिन्छ।